ओए यसले सुलाउँदो एकछिन हो आमखुली कत्रो हो यत्रो पहिरो भिड रहेछ यार हातमा ठेउला उठिसक्यो बाइक चलाउँदा चलाउँदा ठ्याक्क ठेउलै देखिने क्या फेरि हेलो नमस्ते एभ्रिवान है होप यु गाइज आर फाइन हैन म चाहिँ यसो राइडमा निस्केको छु है खुलिरहेको रहेछ है अगाडि के साह्रो जाम हो के ओहो त्यहाँ हेर न पछाडिको सिट त खाली छ पछाडिको सिटै खाली छ त्यहाँ लिटरली के पछाडिको सिटै खाली छ सो भक्तपुरको बाटोमा आयो है यहाँ पनि कुदाउनु पाइला जस्तो छैन नाइस देखेछु हो साथी कन्फिडेन्स भन्ने कुरा हुन्छ नि होइन सयकै सिटा छ बाइक छोडिदिरहेको छु मैले हात यसरी हजुर साइड छोड्दैन यार तर बबाल रमाइलो लाग्छ यार मलाई यार त्यो बाटो खाली हुने भयो क्या कता सिधै हो अझै सिधा हो हामी त अब वहाँ पुग्छौँ त अनि के अरे त्यो सैनिक स्कुल पुग्छौँ त अब त्यहाँबाट त सल्लाहगारी हो कता सिधै हो हेरिरहेछ मा कसो मजा आयो यार 135 पुगेको थियो 135 रेकर्ड त भइरहेछ नि 135 सोध्यो कहाँनिर अझ अगाडि त्यहाँ हल्का टर्निङ जस्तो छ त्यहाँनिर बस्छ यता छैन
पाइलट बाबा जाने बाटो हो त म गएको छु त यहाँ अघि हामी छिरेको चोकको नाम अघि छिर्यौँ नि त्यो चोक क्या ए सल्लाहघारीदेखि अगाडिको चोकबाट छिर्यौँ होइन नाम पनि थाहा छैन पाइलट बाबा जाने बाटो यो चाहिँ बोल्न नि मन नलाग्ने के हुन्छ नि कुदेर आएको बेला फोकस बाटोमा हुनुपर्छ नि त लेफ्ट यहाँबाट माथि तर यार साथी यो बाटोमा गाछ यार अफ रोड छ साथी यार यो बाटो गएको छु म यार याद आयो यार बाटोले पनि कस्तो हिट हान्छ यार थैट थाहा छ के नै छ र दुईवटा गाडी छ बेस क्याम्प भन्ने कि के भन्नु यो देखाउनलाई मात्र अलि ट्याङ्क स्याङ्क त हुनुपर्छ नि होइन अरू देशमा त पुरा मिलिट्री ट्याङ्कहरू हुन्छ कोट्टो नेपालमा दुईवटा गाडी त्यही नि भारतले दिएको मैले भन्दै नि अफरोड छ भनेर ब्रेकिङ सिक्यो भने के यो बाइकमा छ होइन कुदाउने यस्तो मजा आउँछ नि यस्तो चप्केर चल्छ रोडसँग है यस्तो कन्फिडेन्स आउँछ नि आम्फुली बाटो त बवाल छ त कर्नरिङ हान्दाखेरि खुट्टा छुन्छ क्या त्यही भएर पछाडि गर्नुपर्छ होइन सेन्टरमा छ नि त्यसको फुट ब्रेक्स इन्जिन ब्रेकिङ खेलाउँदै होइन रेप म्याच गर्दै कुदाउन आम्फुली थर्डको थर्डमै छ है गियर अघिदेखि कता हो ओए यो पनि आज त कडा छ डान्स त ओए 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 बाटो यही हो नि फिक्स ठाउँको नाम हेर त ठाउँको नाम के अरे कस्तो माओवादीले बम लुकाउनु जस्तो ठाउँ रहेछ यार पुकाचो गढी ए बोल्नु नि के बोलौँ सबै फोकस बाटोमा छ है यही त होला यहाँ त कुकुरहरूको मामफुली दादागिरी रहेछ त यहाँबाट म्यामफुली जहाँ पनि चढाइन्छु हो म त म्यामफुली टायर नचिप्लियोस् त यो म्यामफुली एमआरएफ टायर छ होइन बाटो त म्यामफुली हाइट ग्रिप छोडिदिन्छ क्या होइन यस्तोमा चिप्ल्यो भने त गाह्रो बनाइन्छ नि त फेरि चिप्लियो धस्यो भने त सक्यो नि त फेरि साथी म त्यसलाई डट बाइक जसरी चलाउँछु त यार यसलाई
यसलाई त मैले डट बाइक जसरी चलाउँछु त दुईजना एउटा मोमेन्टम भयो भने चाहिँ होइन स्पिडमा त स्पिडमा गइरह्यो भने चाहिँ ढुङ्गा गिट्टी कम लाग्छ क्या हो आम्फुली कत्रो हो यत्रो पहिरो भिड रहेछ यार ओए आम्फुली पिचबाट सुरु भयो के गर्छ यो बाइकमा पेट्रोल कम छ भने चाहिँ यस्तोमा फेरि पेट्रोल सकियो भने यस्तो हुन्छ नि पानी परेको होइन अहिले यस्तो हुन्थ्यो अहिले फर्किने बेला पानी पऱ्यो भने अहिले यस्तो हुन्छ नि यो बाटो म्यामफुली हैट ओए यसले सलाम दो एकछिन कत्रो धुलो त्यो रेडिएटर हो क्या बाइक तात्यो क्या चिसो गराउने पङ्खा हुन्छ क्या रेडिएटरमा कुलेन्ट हुन्छ अब 1-2 गियरमा हिट धेरै हुन्छ क्या अनि यस्तोमा अब अफरोडमा हिट भइहाल्छ कि इन्जिन हुन्छ नि हेर त म्यामफुली बाटो त 9 बिसेको अफरोड होला नि डेन्जर छ त 9 बिसेको भाइ रोडको बाटोमा धुलो उडाउँदै म्यामफुली ओहो सेट 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 धुलो खाइयो नमज्जैको सेट ओए पुरै तुइलो लाग्छ त हेजी छ पुरै एन्टी फिल्टर युज गरे जस्तो छ है रातिमा एन्टी फिल्टर हुन्छ नि लो लाइटमा एन्टी फिल्टर युज गरे जस्तो है एउटा डन्डी बाँकी छ हो पेट्रोल अहिले सक्यो भने 2 क्विन्टलको हात्ती ठेल्न पर्छ बाटो यस्तो छ त्यही नि यहीँ बसौँ साथी हात पुरै हेर त एकचोटि ग्रिपको कालो 2 क्विन्टलको क्रुजर चटपटी खाऊ न खै देखाऊ त म्याप देखाऊ त त्यही त 25 किलोमिटरलाई 1.5 घन्टा देखाइरहेको थियो अझै 27 मिनट रे यो घुम्नु पर्ने रहेछ हामी उल्टो बाटो आयौँ यहाँबाट छिरे भइहाल्छ नि त यार त्यहाँबाट फेरि हामी त्यत्रो अफरोड छिर्यौँ नि तेरो हामी त यहाँबाट आएको हो नि त यहाँबाट अनि यहाँबाट आएपछि त अनि फेरि यो बाटो ट्राभल गरेर जानु पर्छ त्यही त बरु त्यही बाटो सहिलो हुन्थ्यो जस्तो लाग्यो यार यत्रो अफरोड त नजाने होला यसो टाइम ल्याप्सहरू हानौँ होइन मेरो त हालत खराब भइसक्यो यार सो हामी चाहिँ पुग्न त पुग्यो डेस्टिनेसनमा चाहिँ जान सकिएन है हातमा ठेला उठिसक्यो ऊ त्यहाँ चौतारी रहेछ है ऊ त्यहाँ होइन अहिले जान सके जाउँला नत्र यसो बसेर हुन्छ नि पुरा हेजी छ क्या दिन हुन्छ नि केही आँखाले त देखेको छैन यो क्यामेराले झन् त्यहाँ पसल थियो नि त त्यहाँबाट सामान चाउचु ल्याएर यहाँ बसेर खाऊँ न त हो चाउचु ल्याएर फेरि क्यास बोकेर हो क्या अनलाइन चल्छ होला के छ गाइज धुलो यार कपाल त पुरै जमिस कपाल त ठाडो छ है
तिमी त हेलमेट भित्र थियो यहाँ हेर तिमी जम्या हातमा ठेउला उठिसक्यो बाइक चलाउँदा ठ्याक्क ठेउलै देखिने क्या फेरि कहिले जिम हानेर ठेउला हुन्छ कसैले काम गरेर हुन्छ उसको चाहिँ बाइक चलाएर हुन्छ फेरि औँठी देखायो भन्थ्यो होला नि फेरि अब भाग यो देखाएर फ्लेक्स जाउँ न त जाउँ यहाँ जाउँ के लिएर आऊ खाउँ होइन केही खाउँ होइन अनि चलिदिउँ ल हैट दे अनलाइन चल्छ होइन यो ठाउँलाई के भन्छ चल्छ अरे है सो हामी चाहिँ लाग्दैछौँ है यस्तो बवाल सनसेट छ है देखिरहेको छ बाटो चाहिँ त्यही अहिले धुलै पिठो होला हो कस्तो लाग्यो त भाइ रमाइलो छ शीतल हेर न यस्तो मोमेन्ट लाइफमा आउँदैन नि धेरै क्या अब 25 वर्ष कटेपछि बस न घरमा पैसा माग्न नि गाह्रो हुन्छ होइन बस्नु बस्ने ठाउँ त्यहाँ पो रहेछ त हाइकिङ नै हो अनि एउटा कुरा चाहिँ उसको जुत्ता नयाँ छ होइन यस्तो छ धुलो पिठो ऊ चाहिँ माथि बसेको नि त पछाडिको त्यो फुटब्याग माथि छ जुत्ता चाहिँ सेम हो होइन एउटै साइजको मेरो सेतो छ उसको कालो भइसक्यो मेरो सेतो भइसक्यो फर्क्यौँ होला अब ढिलो हुन्छ अब यो ठाउँ त अब सक्यो त अब कहिले आइपुग्छ हुने भए बोलै बोलाउँथे बल्ल अलिक क्लियर भयो बादल बाटोको हालत यस्तो छ अघि त पुत्ताउँदा आइएको थियो है चाहिँ सेफ्टी जाउँ भनेर चिप्लिन्छ क्या होइन टायरमा डट टायर होइन नि त यामाहा टायर हो यार त्यही नि धुलोको थुप्रो छ है अलिकति ढलान जस्तो छ फेरि उस्तै छ क्या बाटो फेरि बाई बाई अब बजारलाई त बोकै गरेन मैले नातिले गऱ्यो भने आमालाई त कहाँ पाइरहेको
सो आज चाहिँ होइन जे होस् रमाइलो भयो। जाँदा आउँदा हुन्छ नि जे होस् 70-75 किलोमिटरको राइड भयो होइन मेरो घरबाट चाहिँ। अनि मैले धेरै कुराहरू खिचेन पनि हुन्छ नि, यहाँ आउने बेला उता भित्र छिरेको थियो है, भित्र एकछिन बसेको थियो, सबै कुरा चाहिँ मैले खिचेन है। अनि धेरै बोल्दा नि बोलिने भ्लगमा चाहिँ होइन यसो अफरोडमा चाहिँ धेरै नै अफरोड थियो। अनि कुदाउने ठाउँमा चाहिँ धेरै स्पिड कुदाएँ है, 135 कि कति कुदाएको थियो। अनि जो नजर हटी दुर्घटना घटी भन्ने कन्डिसन थियो क्या, त्यही भएर चाहिँ मनपर्छ भने डु लाइक सेयर सब्सक्राइब है त। आजको लागि चाहिँ यति नै, सी यु इन द नेक्स्ट ब्लग है त, टिल देन बाई बाई है त ल।